हेलो एभ्रीबडी, गुड मर्निङ सबैलाई। र अहिले चाहिँ म फेरि पनि छुट्टीमा मेरो गाउँ आएको छु र आज यो बिहानै चाहिँ म रनिङ गर्न निक्लेको छु। वेदर पनि मजाको रहेछ हो, चिसो छ, मजा आउँदैछ रनिङ गर्नु। अगाडिको रोड हो यो र तपाईँहरू पनि है जो जतिले मेरो भिडियोहरू हेर्नुहुन्छ यो रोडहरू बन्नेको चाहिँ आफ्नो फिटनेसको लागि चाहिँ भरपुर फाइदा उठाउनुहोस्, किनभने फिटनेस एकदमै जरुरी छ। अनि मर्निङ वक आउनु सक्नुहुन्छ होइन, इभिनिङ वक आउनु सक्नुहुन्छ। एकदमै सुन्दर दृश्य तपाईँले भिडियोमा हेर्नु सक्नुहुन्छ। र यो रोड चाहिँ हामी स्ट्रेट गयो भने चाहिँ हामीले हाल फिलहालमै सुन्दै गरेको जो चाहिँ चर्चितमा छ अहिले, जसलाई भाइरल रोड भनेर हामीले सुनिरहेका छौँ, त्यहाँनिर म पुग्नेछु। अहिले भने म मेरो डेस्टिनेसनको नजिकै म आइपुगिसकेको छु, तपाईँहरू देख्न सक्नुहुन्छ। र जुन रोड तपाईँहरूले अहिले देखिरहनु भएको छ, यो रोडको अवस्था चाहिँ पहिला एकदमै खराब थियो है, एकदमै यो रोड चाहिँ खराब भएको कारणले गर्दाखेरि यसको तलको ढुङ्गाहरू निक्लिसकेको थियो। सो यो बाटोमा चाहिँ एउटा साइकल पनि कुद्न एकदमै गाह्रो हुन्थ्यो हो। र यो रोडमा चाहिँ म मेरो पुरानो दिनहरूको सम्झना गर्नुपर्दाखेरि चाहिँ म सेतो क्याम्पी जुत्ता लगाएर चाहिँ म यहाँनिर रनिङ गर्न आउँथेँ। र तपाईँलाई थाहा छ है, क्याम्पी जुत्ताको जुन अगाडिपट्टि चुच्चो हुन्छ त्यो चाहिँ अलिकति अरू जुत्ताहरूभन्दा अलिकति धेरै चुच्चो हुन्छ। सो मैले रनिङ गर्दाखेरि चाहिँ यो बाटोमा ढुङ्गै थियो त्यो टाइममा। र अब त्यति बेला चाहिँ म अँधेरोमा रनिङ गर्न आउँथेँ है गाउँको मेरो दाजुहरूसँग। र त्यो क्याम्पिसको जुत्ताको चाहिँ अगाडिपट्टिको टोले चाहिँ ढुङ्गामा बारम्बार है ठोकेर धेरैचोटि लडेको छु। र धेरैचोटि लडेको कारणले गर्दाखेरि चाहिँ मलाई धेरै याद पनि भएको छ कि यो क्याम्पिस जुत्ताले चाहिँ यो बाटोमा कुद्यो भने चाहिँ यसरी लगाएर चाहिँ म लड्ने रहेछु भनेर चाहिँ म एक्लै भए तापनि है मजा आइरहेको छ मलाई हो। किनकि म आफ्नो मेरो सेल्फ फिटनेसलाई इम्प्रुभ गर्नुको लागि चाहिँ म है साथीभाइहरू नै हुनुपर्छ भन्ने मलाई जरुरी त्यस्तो केही छैन। र छ भने पनि राम्रो हो, एउटा सपोर्ट हुन्छ। तर छैन भने पनि म चाहिँ एक्लै पनि म चाहिँ हार मान्दिनँ। र म चाहिँ एक्लै पनि त्यो कुरामा चाहिँ म अघि बढ्ने एउटा तपाईँको यङ भाइ हो भनौँ, दाजु भनौँ है। यस ठाउँले चाहिँ मलाई त्यो पुरानो दिनको अलिक सम्झना गरायो, खुसी लाग्दैछ है। आफ्नै गाउँ ठाउँमा सुन्दर रोड बनिएको छ। रातिको हावापानीले गर्दा फेरि होला दोकानको अवस्था पनि यस्तो छ यहाँनिर। सलो गाइस, तपाईँ देख्न सक्नुहुन्छ फाइनली म यस भाइको रोडमा रनिङ गर्दै आइपुगिसकेको छु। यही ठाउँ नै हो जो चाहिँ हाल फिलहालमा एकदमै चर्चित भइरहेको छ, देख्न सक्नुहुन्छ तपाईँले है। यो तल बाटोबाट यताबाट म आएको, तलबाट यहाँ दोकान पनि लाग्ने गर्दो रहेछ। मेबी सायद इभिनिङ टाइममा होला के कसो थाहा भएन मलाई। 2-3 4टाहरू चाहिँ दोकान रहेछ, हावा सुरु चल्दैछ हो, तपाईँले माथि देख्न सक्नुहुन्छ दृश्य। सो हेलो एभ्रीबडी, अहिले भने म माथि भाइरल रोडको लास्ट फिनिस पोइन्टमा पुगेर फर्किरहेको छु। तलमा फर्किँदैछु हो। र मजा आयो आज एक्लै भए तापनि। अहिले भने बाटो धेरै मान्छेले हिँड्नु थालेको रहेछ, राम्रो खुसी लाग्यो है। आफ्नो गाउँठाउँमा यसो डेभलप भएको देख्दै गर्दाखेरि खुसी लाग्छ होइन। अरूको टाउन सिटीहरू मात्रै डेभलप भएको कति हेर्नु होइन, भिडियोमा भन्नुहोस्, खुसी लाग्छ जब सानै कुरो होस् होइन, केही छैन, सानै कुरो होस् तर आफ्नो गाउँमा डेभलप भएको है। आफ्नो गाउँमा कुनै दाजुभाइ दिदीबहिनी है, अङ्कल आन्टीहरूले आफ्नो गाउँठाउँको नामलाई चाहिँ माथि उचाल्दै गर्दाखेरि चाहिँ एकदम खुसी लाग्ने गर्छ। र हामी प्रत्येक डुवर्समा भनौँ, जति टी गार्डन एरियामा भनौँ, हामी यहाँको बासिन्दाहरू सबैजनाले एक जिम्मेवारी हुन्छ है हाम्रो गाउँठाउँलाई सुन्दर बनाउने, हाम्रो गाउँठाउँलाई एउटा त्यो इम्प्रुभ गर्दै माथिल्लो लेभलमा लाने। र आफ्नो गाउँठाउँलाई चाहिँ एउटा कुनै जग्गामा गएर चाहिँ हामीले हाम्रो गाउँको नामहरू सुन्दै गर्दाखेरि हामीलाई गर्व लाग्छ, खुसी लाग्छ है। र जो पनि हाम्रो गाउँठाउँबाट यसरी हाम्रो कुनै कुराहरूले है अघि बढ्ने गर्दछ, यिनीहरूलाई पनि हामी सबैले मिलेर सपोर्ट गर्नुपर्ने हुन्छ। उनीहरूको त्यो दाजुभाइ दिदीबहिनीहरूको अङ्कल आन्टीहरूको मनोबललाई हामीले बढाउनु पर्ने हुन्छ है। र त्यसै नै आजको बिहान चाहिँ एकदमै फ्रेस है, अनि एकदमै राम्रो भयो। र अहिले भने म तल फर्किरहेको छु। यताबाट चाहिँ म निकै आएको थियो सक्नुहुन्छ, तर गाडीमा आन्टीहरू पनि आएको छ काम गर्नुको लागि। र म